कता लगाउनु भयो भाइ छोडिदिनुहोस् मलाई झन्डै लडे हामी चाहिँ झन्डै भित्तामा गयौँ साथीहरू कहाँ घस्दैन आमा कुदा त नि आइडल चाहिँ चला गर हो चलाउ केही हुँदैन हेलो सबैजनालाई स्वागत छ मेरो ब्लगमा अनि म चाहिँ आजभोलि चाहिँ खासै भिडियो हाल्दिनँ अनि त्यही हो साथीहरू आजभोलि चाहिँ म अलिक बिजी हुन्छु त्यही भएर भिडियोलाई कन्टिन्यू गर्नु सकेको छुइनँ अनि म चाहिँ अहिले घर आएको छु नि त अनि त्यस पछाडि घर आएको म चाहिँ अनि अस्ति नै आएको थियो हाम्रो माग थियो र अनि त्यस पछाडि साथीहरू हेर्दै गर्नलाई म तपाईँहरूलाई के गर्दै भन्छु अनि हामी चाहिँ यहाँनिर दुईजना साइकल कुदाउन हिँडेको मलाई चाहिँ आउँदैन कान्छाले चाहिँ साइकल कुदाउन आउँछ साथीहरू अनि त्यही भएर कान्छाले चाहिँ कुदाउनुहुन्छ मलाई चाहिँ आउँदैन कि अनि म चाहिँ सिक्नु भनेको अनि अघि पनि एकछिन सिकेँ अरे म चाहिँ पाइडलै चलाउन आउँदैन साथीहरू के गर्नु अनि यस्तो म पनि सिकेर भोलिपर्सि टक्कसँगले कुदाम भनेको खै खासै होला जस्तो छैन अनि त्यही भएर हाम्रो आँगनमा चाहिँ अलिकति साँगुरो भएर अनि यहाँ एकछिन सिकौँ कि भनेर आएको साथीहरू फर्काएर ल्याउनु न यता कान्छा चाहिँ कहाँ पुगिसक्नु भयो त्यही हो साथीहरू यस्तै छ चालामाला चाहिँ मेरो कान्छाले चाहिँ ल्याइसक्नु भयो फेरि साइकल उता गएर पनि लु राख्नु म सिक्छु एकछिन राखिदिनु होचो बनाइदिनु अन्त लु भयो म कुदाउँछु अब म कुदाउँछु है त साथीहरू तर मलाई चाहिँ पाइडलै चलाउन आउँदैन मैले भर्खर सिक्दैछु सिक्ने जारी छ म चाहिँ कोसिस जारी छ तपाईँलाई पनि मेरो धेरै दिनपछिको ब्लगमा स्वागत छ है थ्याङ्क यू अब चाहिँ तपाईँले मेरो भिडियो गरिदिनु है ल लिनु म उकालो आएको कस्तो गल्यो यस्तो परदेखि उकालो आएको किन कुद्दैन नि तिमी पनि फेरि के भन्छ 1 2 3 गियर ठिकै छ गियर ल हिँड अगाडि कहाँ घस्दैन आमा कुदा त नि कुदाइसकेको थियो ब्रेक हाल न ब्रेक हाल्नु नि एकपट्टि खुट्टा झार्नु क्या जता गयो नि केही डरै हुँदैन क्या यो रोडै त हो न डरै कुदाउ न भित्तातिर गयो नि केही हुँदैन ब्रेक चाहिँ हाल्नु अलि उता उकालो भयो यता उतार यता फर्काउ त यता चाहिँ फर्काउ पर लगाएर ठेल्दै लैजाऊ नि पाइडलमा खुट्टा राख पाइडलमा तपाईहरुलाई चाहिँ साइकल कुदाउँदाखेरि कतिको गाह्रो भएको थियो साथीहरु कृपया भन्नुलाई मलाई चाहिँ आउँदैन त्यही नै सिक्ने छु भन्दै हिँडिरहेको छु म चाहिँ बाइकको जस्तो यसै आमा पछाडी कस्तो दामी सिनाको ल कुदाउनु अड्डाडै पाइडल चाहिँ चला गर्नु कि अगाडि हिँडेपछि मात्रै हातमा बस्ने हो क्या पाइडल चाहिँ चला गर हो चलाउ केही हुँदैन
ह्यान्डल अनि कता अनि उता तेर्सो लान्छ नि यता उम्बलेर हो त तर कस्तो है त्यो ब्रेक हालिहाल्नुपर्छ नि त हौ त्यही त ब्रेक त हाल्ने त नि ब्रेक चाहिँ हालिहाल्ने क्या ह्यान्ड ब्रेक अगाडिको पछाडिको खासै लाग्दैन ल ल ल ल ए कता नागेको नि नागिहाल्यो त तिमीले त स्वाट्टै लैजाऊ स्वाट्टै लाने क्या स्वाट्टै पहिलोचोटि चाहिँ स्वाट्टै थिच कता साइकल सिक्नु चाहिँ धेरै गाह्रो हुँदो रहेछ है साथीहरू अब अगाडि हो आम्मा ठोक्यो ठोक्यो ए यस्तो ओह्रालो कुद्दो रहेछ यहाँ रोड अलिक राम्रो भएन हौ पर उमा लानुपर्छ कि हो पर भवनमा साथीहरू मैले चाहिँ साइकल कुदाउनु चाहिँ आया सकिनँ भन्दा नि सक्नु त सक्छु होला सक्नु त सकिन्छ इम्पोसिबल भन्ने कुरा त केही हुँदैन होइन साथीहरू तर नि अब समय अलिक कमै छ नि त हो रात पनि पर्नु आँट्यो अनि त्यही भएर हामी चाहिँ घर जानु आँटेको म नचढ्नु म नि यहाँ चढ्नु सक्छु अरे साथीहरू नि त्यही भएर आइया यसरी झुन्डाउनु होइन गुल्टाउनु चाहिँ नगुल्टाउनु नि उकालोमा तान्छ उकालोमा तान्छ भएन तिमी अटेन म चाहिँ सकिनँ साथीहरू मलाई चाहिँ कान्छाले लाग्नै सक्नु भएन अघि चाहिँ ल्याउनु भएको थियो अहिले त सक्नु भएन उकालोमा तानेन नि त हाम्रो माकुरी पनि आएछ कान्छ अहिले म यता ल्याउनु माकुरी आइज त त किन तर्सिँदैछस् कान्छ फेरि मलाई एकचोटि ओह्रालोमा झार्नु नि ओह्रालोमा हाम्रो चाहिँ पहाडतिर घाम लाग्दैछ तर लास्टै दुख्दो रहेछ क्या यहीँ उठाउनु होइन एकछिनै चप्पल धर लु झुन्डिनु होइन यसरी नै कता लगाउनु भयो भाइ छोडिदिनुहोस् मलाई झन्डै लडे हामी चाहिँ झन्डै भित्तामा गयौँ है साथीहरू फेरि हामी चाहिँ चढ्छौँ है साथीहरू म चाहिँ यहाँ बस्ने बिस्तारै बिस्तारै हाम्रो जिन्दगीको बाइक साथीहरू वाउ खान्छ भयो भयो खान्छ भयो भयो म चाहिँ अब सिकिनँ साथीहरू एकछिन चाहिँ कोसिस चाहिँ गरेँ तर अलिक भएन पाइडलै चाल्नु सकिनँ क्या मैले चाहिँ कुरो घारीमा कुरोले बेटाएर मात्रै साथीहरू जम्लु जम जमाउनु
अब चाहिँ हामी घरतर्फ लाग्यो साथीहरू। अब आजको लागि भिडियो चाहिँ यति नै है साथीहरू। फेरि म भिडियो त लिएर आउँछु। मेरो भिडियो कृपया हेर्दै गर्नु होला है त। अनि सब्सक्राइब गर्नु भएको छैन भने कृपया सब्सक्राइब पनि गरिदिनु होला र सेयर पनि गरिदिनु होला साथीहरू। यस्तै म तपाईहरुलाई राम्रो भिडियो लिएर आउनेछु। हस् त, बाई बाई।